म एक पैसा भ्रष्टाचार गर्दिनँ, सुन्नीमा पारुहाङको कसम खाएर भन्छु है। एक पैसा मात्रै पनि मेरो मुखमा भ्रष्टाचार र घुसखोरी कमिसनको परेको पल त्यतिखेर मेरो मरण होस्, त्यति नै खेर मेरो मरण भइहालोस्। सुन्नीमा पारुहाङलाई सालपा सिलिचुकमा आएर होइन मैले प्रतिज्ञा गरिरहेको छु, वचन दिइरहेको छु। त्यति इमान्दार मान्छे हो म। त्यही कुरा देखेर आज होइन मैले गरेको हरेक योजनालाई चाहिँ जनताले सफल बनाइदिनु भएको छ। यदि त्यसो हो भने म चुनाव लड्दैछु है, म चुनाव लड्दैछु। केन्द्रीय राजनीतिमा पुग्नुपर्छ हामी। हामी जस्तो तपाईँको गाउँको विचार त्यहाँ पुग्नुपर्छ। अहिले मैले यहाँ यसो हेर्दै थिएँ, 8 लेनको रिङ रोड बनाउने भनेर लेखिरहेको छु। यताको बाटो चाहिँ के खालको हो त्यो? यतातिर चाहिँ नहेर्ने, खालि त्यो काठमाडौँमै 6 लेनको रिङ रोड, 8 लेनको रिङ रोड, के अरे फ्लाइओभर, ओभर के जति ब्रिज भन्दै पैसा जति काठमाडौँ